हामी टाढा जाने मान्छेहरूलाई त हामीलाई त बिजोग भयो नि त काठमाडौँमा बसेर होइन। अब न गाडी चलेर न हिँडेर जाउँ भनेदेखि 146 किलोमिटर पर्छ। सारा संसारको युवाहरू जागुन्, सारा संसारको दुःख परेको मान्छेहरू खान पाओस्, हुनेले दियोस् नहुनेले ल्याओस्। यो समयमा चाहिँ कोरोना भाइरस कोभिड-19 भेरिएन्ट खनदेसेली संक्रमण नियन्त्रण व रोकथाम यागु नीति सरकार तया तगु निषेध आज्ञा लट्या मया ठुकल निषेध आज्ञा या कारण संक्रमण दर छु फटिचा पाजुया वना चंगुदु तर लिपांगु इले निषेध आज्ञा थप यागुनी न्या निथ खाना ने मापी मनुत लिसे निम्न आय दुपिन्त ला मुटु चु लाकेत थाकुया चंगुदु थगुनेया लकडाउने न्या निथ खाना ने मापन्त सरकार राहत इंगु खसा थुसी धासा नेपाल सरकार थते विपन्न वर्ग त सम्बोधन यागु कथ छुना खाद्यान्न या राहत प्याकेज हगु खने मरु थथे सरकार खाद्यान्न या राहत प्याकेज मब्युगु वाचाका मकवानपुर जिल्ला या थाहा नगरपालिका चुना चौपी हाल ए चुना चौपिन संख्याका चुंगु थाहा युवा इन्भेस्टमेन्ट थागु ल्यामतैगु पुचल वंगु छुवा न्ह निसे थपिनेगु पकेट मनी भया ए या थिथि लागा राहत बिगु जायाना वया चुंगुदु हाम्रो आर्थिक व्यवस्थापन चाहिँ कसरी भन्दाखेरि हामीले सुरुमा चाहिँ आफ्नो पकेटबाटै हामीले गर्ने भनेर लागेको हो 8 जना टिमले। अनि पछि गर्दा गर्दै चाहिँ सबैजनाको मन चाहिँ अब यो सहयोग गर्नुपर्छ भनेर हामीलाई यसो चामलहरू होइन अनि कसैले फन्डमै पैसाहरू दिएर चाहिँ खाना खुवाउनलाई अनि कहिले कुनै दिनमा चाहिँ आफैले पनि आएर मेरो तर्फबाट भनेर खुवाउनुहुन्छ। यस्तै गरी चलिरहेको नापा थाहा नगरपालिका चुवापी ल्यामत जगत जाना यागु थुगु अभियाने लिपांगु इले मेमेगु जिल्ला या पासपिन स्वाना चंगु अभियन्ता तेसा थागुदु युथ इन्भेस्टमेन्ट हो हाम्रो यो होइन संगठन एउटा 8 जनाको टिम छ। अहिले 8 जनाको टिममा चाहिँ हाम्रो काम राम्रो देखेर साथीहरू यताउति जोडेर अहिले हुन्छ 20-25 जना 30 जना हुनुहुन्छ हाम्रो भोलिन्टियर नै गरेर 30-35 जना साथीहरूले सहयोग गर्नुभएको थन अपवाद हैथे दैनिक जाला मजदुरी जाइआइपी अपाङ्ग एकल महिला पाठे दुपी वया राहत का वया चंगुदु समय परिस्थिति या कारण थटे था थसे राहत का वनेगु थपिनुगु रहर मक्से बाध्यता जुगु व थपिन्त सरकार थगु गा वनेगु व्यवस्था याना बिउसा थपी थगु गा वने त तयार दुगु थका राहत का व पिन्स थागुदु हामी टाढा जाने मान्छेहरूलाई त हामीलाई त बिजोग भयो नि त काठमाडौँमा बसेर होइन। अब न गाडी चलेर न हिँडेर जाउँ भनेदेखि 146 किलोमिटर पर्छ। म कालीमाटी भारी बोक्छु, घर जान पाइएन। त्यसले सबै हामीले खाने होटलहरू पनि हामी होटलमा खान्थ्यौँ। होटलै बन्द भएको कारणले हामी यो लाइनमा आएर खाने बाध्य भएर आज 2 दिन भयो हामी यो लाइनमा आएर खाएको। यसमा धेरै राम्रो सहयोग गर्नुभएको छ हजुरहरूको संस्थाहरूले अथवा को हो के हो थाहा छैन। निषेध आज्ञा या कारण सोनिगले आपला मनु त ज्या मरेका चुनेमाला चंगुदु स्थानीय प्रशासन व स्थानीय सरकार लिसे उज कयान हाकुगु थुगु अभियान सोनिगया थाथासे राहत इनी बले आपला समस्या व हाठन दुगु अभियन्ता तेस थागुदु स्थानीय सरकार भन्नाले हामीले चाहिँ सिडिओबाट पर्मिसन लिएर अनि यहाँको वडा अध्यक्ष होइन वडा कार्यालयमा नगरपालिकामा चाहिँ हामी यहाँ खाना बाँड्छौँ है भनेर कोर्डिनेसन गरेको छ। उहाँहरूको प्रतिक्रिया चाहिँ अब उहाँहरूको चाहिँ फोहोर नगर्नु भन्ने हो। अब हामीलाई पनि यस्तो काममा हिँडेपछि फोहोर गर्ने त हामीले पुरै छैन। हामीले डस्टबिनहरू प्रयोग गर्छौँ अनि फोहोर नफालिदिने भन्छौँ अनि सामाजिक दूरीहरू गरेर मेन्टेन गरेर चाहिँ हामीले सकेसम्म चाहिँ हामी क्लिनै बनाएर आफ्नो दायित्व चाहिँ पुरा गर्ने कोसिस गरेर हामीले खाना वितरण विगत 15 दिनदेखि चाहिँ खाना वितरण गर्दै आइरहेको छौँ। हामीले चाहिँ यसमा यो डल्लो पुल अनि भगवान पाउको बुद्ध पार्क अनि त्यहाँबाट बाफल अनि टङ्केश्वर लगभग हामीले 500 देखि 600 खाना बनाउँछौँ। अनि खाना वितरण गर्ने क्रममा चाहिँ सकिएन भने हामी घुमाउँदै कहाँ हुनुहुन्छ कहाँ मान्छेहरू त्यहाँ लगेर चाहिँ वितरण थटे सरकार निषेध आज्ञा थप याना समस्या जुपी सर्वसाधारणतः खाद्यान्न या व्यवस्था मयाना चंगु अवस्था ल्यामतैगु पुचल सामाजिक उत्तरदायित्व कथा थथे राहत इना वया चंगु बालांगु जाख
थुके सरकारन निषेध आज्ञा जगत थप यागु मखुसे आर्थिक समस्या दुपी नागरिक तेतना सम्बोधन जुइगु कथ खाद्य नयाँ राहत प्याकेज हेमागु खनेदु